तानाशाहले फेरि विद्यार्थी आन्दोलन सक्छु भनेको छ। बालेन इतिहासबाट फेरि सकिन्छ। राणाहरूले विद्यार्थीहरूलाई पिपलको बोटमा झुन्डाएर गोली हानेर विद्यार्थी आन्दोलन रोक्न खोजेका थिए। राणाहरू सकिए हो कि होइन? पञ्चेहरूले पनि मित्रमणि लगायतका विद्यार्थी आन्दोलनका नेताहरूको हत्या गरेर विद्यार्थी आन्दोलन रोक्न खोजेका थिए। पञ्चायत पनि सकियो। अहिले भएका राजा महाराजाहरूले बेनोज अधिकारी, पूर्ण पौडेल, प्रीतकुमार मोक्तान, निश्चल नकर्मी लगायतका थुप्रै विद्यार्थीहरूलाई बेपत्ता पारेर शहीद बनाएर राजतन्त्र बचाउँछु भन्थे, विद्यार्थी आन्दोलन रोक्छु भन्थे। राजाहरू सकिए तर विद्यार्थी आन्दोलन सकेन। आज फेरि कालै चस्मा लगाएको, कालै कोट लगाएको, कालै दौरा सुरुवाल लगाएर मनभित्र कालो पालेर बसेको एउटा तानाशाहले फेरि विद्यार्थी आन्दोलन सक्छु भनेको छ। बालेन इतिहासबाट फेरि सकिन्छ। त्यसकारण